Stay aware of your surroundings. If you see something suspicious in the station or on the train, tell a police officer or an MTA employee. Thanks for riding with us. हाम्रो आदरणीय वरिष्ठ संगीतकार गायक फ्लुटिस्ट रामसिंह दाईलाई भेट्ने अवसर मिल्यो। दाई स्वागत छ मेरो ब्लग अफ नेपाल भनेर रहेछ रेस्टुरेन्ट नेपाली ठाउँ। हेलो साथीहरू नमस्कार। अहिले चाहिँ म न्युयोर्कको ज्याक्सन हाइट भन्ने ठाउँमा छु। यो चाहिँ एकदमै सेन्ट्रल ठाउँ रहेछ र विशेष गरी नेपालीहरूको जमघट हुने ठाउँ। धेरै नेपालीहरू मैले भेटेँ। आज मौसम पनि एकदमै रमाइलो घमाइलो छ। धेरै सम्झना। हाइटमा रहेको गोर्खाली भन्ने रेस्टुरेन्ट साथीहरू, जहाँ चाहिँ नेपाली मिठो खानेकुराहरू पाइन्छ। मैले पनि आज आएर खाएँ, एकदमै मिठो लाग्यो मलाई। र यो चाहिँ 2020बाट सुरु भएको रहेछ गोर्खाली रेस्टुरेन्ट। यसको हाम्रो ओनर हुनुहुन्छ आदरणीय दिदी। हजुर नमस्ते दिदी, परिचय दिनु न हजुरको। मेरो ज्ञानु थापा बाबा। हजुर, म चाहिँ हालमा न्युयोर्क ज्याक्सन हाइटमा छु। नेपालहरू नेपाली खाना मिठो फ्रेस टेस्टी खाना चाहनुहुन्छ भने गोर्खाली रेस्टुरेन्टमा आउनु होला। 77 रुजवेल एभिन्यू है। हो, यही लोकेसनमा आउनु होला। नेपालबाट जो आउनुहुन्छ उहाँहरू पनि आउन सक्नुहुन्छ। मैले त खाएँ, एकदमै मिठो लाग्यो गोर्खालीको खाना र फेरि पनि आउनेछु। गोर्खाली परिवारलाई धन्यवाद। माथि चाहिँ हप्ताको 2 दिन प्रोग्राम पनि हुन्छ, शुक्रबार र शनिबार। हाम्रो आदरणीय रामसिंह दाईले गाउनुहुन्छ। माथि पनि मैले देखाउँछु साथीहरूलाई। हप्ताको 2 दिन कार्यक्रम हुने ठाउँ है यो चाहिँ। ल, गोर्खाली रेस्टुरेन्टमा आउनुभयो भने ज्याक्सन हाइटमा पर्छ। यो फोन नम्बर छ अनि एड्रेस छ। हजुरहरू मिठो नेपाली खाना खानको लागि आउनुहोला। नयाँ ठाउँ घुम्न जाँदैछौँ। कुन ठाउँ? रोजबोर्ड आइल्यान्ड, 3 ठाउँमा घुमाउँदैछु है साथीहरू मैले। हामी सबै बङ्गालीवासी छौँ। एल्महर्स्ट हस्पिटल सेन्टर, जुन चाहिँ यहाँ न्युयोर्कमा रहेको छ। न्युयोर्कको कुन ठाउँ भन्छ दाइलाई? हाम्रो प्यारो दाई हुनुहुन्छ, भेट भएको छ युवराज दाई। यो ठाउँमा छिर्दैछौँ है हामीहरू समुद्रको बिचमा। यता पनि उता, यता बिचमा टापु आइल्यान्ड भनेपछि टापु भइहाल्यो। रमाइलै हुन्छ अवश्य। हामी नेपालीलाई रमाइलो लाग्छ विशेष गरी। रोजबेल्ट आइल्यान्ड रहेछ। वेलकम टु न्युयोर्कको अर्को घुम्नै पर्ने ठाउँ साथीहरू। बहिनी चाहिँ अहिले यो रोजबेल्ट आइल्यान्डमा चाहिँ भिजिटको लागि आइरहेछ। बहिनी चाहिँ यसरी चाहिँ घुमिरहेछ। अब चाहिँ हामी रोजबेल यो बिचको समुद्रको टापु हो यो होइन। हामी चाहिँ अब हाम्रो दाइले बताउँदै हुनुहुन्छ। मैले यहाँको बारेमा चाहिँ अलिअलि केही जानकारी भएको कारणले गर्दाखेरि मैले चाहिँ बताइदिएको छु। यो पारीको सिन छ, यो समुद्र पारी। त्यो पारी चाहिँ म्यानहट्टन भन्छ। त्यो भनेको म्यानहट्टन हो पारी। टाइम स्क्वायर भनेको त्यसको बिचमा पर्छ होइन। यो हामी यता बिचमा छौँ। यता यो समुद्र अनि उता समुद्र, यो पनि समुद्र। हामी बिचमा टापुमा छौँ। हामी यहाँ चाहिँ टुरिज्महरू मान्छेहरू घुम्नको लागि इन्जोय गर्न आउँछ मान्छेहरू प्राय। हेलो साथीहरू, वेलकम छ फेरि पनि मेरो नयाँ भ्लगमा। म अहिले चाहिँ संयुक्त राज्य अमेरिकाको एकदमै फेमस स्टेट राज्य न्युयोर्कमा छु। न्युयोर्कमा रहेको अहिले चाहिँ यो रोजवेल्ट ब्रिज अनि पारीतिर देख्न सक्नुहुन्छ यो ठुलो घरहरू। यहाँ चाहिँ म्याराथन
जहाँ चाहिँ टाइम्स स्क्वायर पर्दछ, सबैले सुनेको ठाउँ। र अहिले चाहिँ म एउटा टापुमा छु जहाँ चाहिँ एकदम हरियाली देख्न सक्नुहुन्छ, वातावरण। धेरै टुरिस्टहरू आउनुहुन्छ, घुम्नुहुन्छ यो ठाउँमा। यस्तो ब्युटिफुल ठाउँमा न्युयोर्कमा आउनु भयो भने यो ठाउँ घुम्न नबिर्सेनु। यतातिर छ कि छैन? यतातिर त घुम्नु सट्टु त यस्तो राम्रो सिन पारीतिर न्युयोर्क सिटी। सधैँभरि फुलिराख्ने बाह्रमासे फुल, सधैँभरि फुलिराख्ने बाह्रमासे फुल, मेरो माया मनमै राख कहिले नभुल। साथीहरू क्याप पनि लगाइयो, हेर्नुहोस् ल। दाइले गिफ्ट दिनुभएको, युवराज दाइले धन्यवाद। दाइहरू हुनुहुन्छ र हामी ब्रुकलिन ब्रिज जाँदैछौँ, नजिक पुग्दैछौँ है, हेर्दै गर्नु होला है। यहाँको अर्को एउटा फेमस ब्रुकलिन ब्रिज भन्दो रहेछ, त्यहाँ जाँदैछु नजिक, हजुरहरूलाई देखाउने। रिता बहिनी चाहिँ ब्रुकलिन ब्रिजमा चाहिँ भिजिटको लागि जाँदैछु। कस्तो देख्यो साथीहरू भन्नुहोस् है। यहाँ चाहिँ कस्तो देखिरहेको छ यो चाहिँ एउटा न्युयोर्कको एउटा ब्रुकलिन ब्रिज हो। यसमा चाहिँ जब तपाईँ न्युयोर्कमा आउनुहुन्छ यहाँ चाहिँ आउनै पर्ने ठाउँ हो। स्टिल हामी त्यो ठाउँसम्म पुग्न सकेका छैनौँ, अलिकति टाइम लाग्छ, मेबी लाइक 1 मिनट। फाइनल्ली नजिक पुग्यो साथी। यो चाहिँ माथि संयुक्त राज्यसँग अमेरिकाको झन्डा फरफराइरहेको छ। यो ब्रुकलिन ब्रिज यो एकदमै फेमस ब्रिजमा पर्दछ र धेरै मुभीहरूको सुटिङ भएको, गीतको सुटिङ भएको ठाउँ पनि हो यो। न्युयोर्क आउनुभयो भने एउटा ब्रुकलिन ब्रिजमा आउन नबिर्सिनु होला साथीहरू। हेलो साथीहरू, नमस्कार। ब्रुकलिन ब्रिज नजिकै छु म, जुन चाहिँ न्युयोर्कमा पर्दछ र धेरै फेमस ठाउँ हो। विश्वबाटै मानिसहरू यो यसमा तस्बिरको लागि आउने गर्नुहुन्छ र धेरै फिल्म अनि गीतहरूको सुटिङ भएको ठाउँ पनि हो। हिन्दी गीतको पनि सुटिङ यही भएको थियो र मलाई पनि आज आउने अवसर एकदमै खुसी लागेको छ। साथीहरू ब्रुकलिन ब्रिजको नजिक त होइन, यहाँदेखि हामी यहीँदेखि फोटो खिचिसक्यौँ, हजुरहरूले पनि देख्न सक्नुहुन्छ। र कस्तो लाग्यो यहाँहरूलाई? न्युयोर्क आउनुभयो भने यी ठाउँहरू हेर्न नबिर्सिनु होला। म अहिले चाहिँ यो पारी देखिने म्याराथन सिटी हो र वारी क्विन्समा छु म। न्युयोर्कमा देखिने राम्रो सिन हजुरहरूलाई देखाउँदै म चाहिँ यसपालिको मेरो अमेरिका यात्रा यही न्युयोर्कबाट टुङ्गाउँदैछु। फेरि नयाँ नयाँ ठाउँ, नयाँ स्टेट, नयाँ देश, नयाँ कन्ट्रीबाट आउने नै छु। यसपालिको मेरो बसाइ छोटो अनि मिठो थियो। कस्तो लाग्यो भिडियो? हजुरहरूले हेरेर सुनेर प्रतिक्रिया दिनुहोला अनि कमेन्ट गरिदिनु होला है। र कुन ठाउँ बेस्ट लाग्यो कमेन्टमा लेख्नुहोला। अब मैले चाहिँ न्युयोर्कबाट यति नै भन्न चाहन्छु, किनकि न्युयोर्कबाट म भोलि चाहिँ मेरो नेपालको फ्लाइट छ। अब म नेपाल लाग्छु। त्यसपछि कुन देशको हुनेछ भनेर यहाँहरूले थाहा पाउनलाई चाहिँ मेरो च्यानललाई सेयर, लाइक, सब्सक्राइब गर्नुपर्छ है त भन्दै बिदा हुन्छु साथीहरू। गुड मर्निङ। आज बिहानै उठेर फ्रेस भएर रेडी भएर नेपालको यात्रा गर्दैछु।
करिब 8-9 दिनको बसाइ भयो मेरो र 2वटा स्टेटमा राम्रोसँग घुमेँ र घुमेको भिडियोहरू पनि हजुरहरू समक्ष केही आइसक्यो र केही रिलिज हुँदैछ। थ्याङ्क यू सो मच। अब म चाहिँ एयरपोर्टतर्फ लाग्दैछु है। लगभग 10 दिनको यात्रा सकाएर नेपाल लाग्दैछु। कतार एयरवेज न्युयोर्क टु दोहा, दोहा टु काठमाडौँ र बोर्डिङ भइसकेको छु। अब चाहिँ लाग्दैछु र मेरो भिडियो कस्तो लाग्यो हजुरहरूलाई हेरेर प्रतिक्रिया दिनु होला। अब चाहिँ म नयाँ ठाउँबाट, नयाँ कन्ट्रीबाट अथवा नयाँ बिल्कुल नयाँ ठाउँबाट म हजुरहरूलाई भिडियो लिएर आउनेछु। किप वाचिङ मी, लभ यु अल, सी यु नेपाल।